गाइस हाम्रो अहिले मनाको तल छौँ बस पार्कमा हैन। अब यसपछि हाम्रो अब केवल कारमा जान्छौँ, केवल कार चढ्छौँ, त्यसपछि रमाइलो गर्छौँ हैन। केवल कारमा चढ्न अगाडि अब मैले अब हैन भर्खरै बसमा आउने बित्तिकै ब्लग बनाएँ हैन। हामी अहिले हैन बस पार्कमा छौँ, एकैछिन रमाइलो गर्छौँ, त्यसपछि जान्छौँ। रमाइलो हेलो हेलो मनोकामना मनोकामना होइन यार, मनोकामना तिमीलाई आफ्नो मनोकामना आउँदा कस्तो लागिरहेछ? आफ्नो जन्मजात क्षेत्रमा आउँदाखेरि राम्रो छ कि त्यो मनोकामना सुन्दै नहीं यार। ओए नहीं के मोहनी कस्तो लागिरहेछ? त्यो रमाइलो लागिरहेछ केटाहरू पनि कस्तो लाग्यो? एकदम रमाइलो है गाइस। हैन राम्रो छ सिन्स पनि। जानी हैन त्यहाँ पिङ खेल्न जानी हो अहिले। पिङ पनि देखाइदिनु माथि पिङ पनि छ केटाहरू हेरौ। ल यति भन्दै अहिले यो भिडियो यहाँ समाप्त गर्छु। अहिले केवल कारमा चढेपछि भिडियो गराउँछु गाइस। अहिलेलाई यति सी यू। अहिले हाम्रो हैन लाइनमा छौँ हैन मनोकामना मन्दिरको यतातिर शिविर पनि छ, पछाडि पनि हाम्रो ग्रुपका केटाहरू छन् हैन लाइनमा। अब म पनि लाइनमा छु। यतातिर हाम्रो के अरे प्रसाद लिने ठाउँ थियो अनि त्यो मनोकामना गेट हो। हाम्रो लाइनमा छ। मैले केही भन् नितु हेरौ केही भन्न भन। दिमाग खराब ए यिनको घाँटी बस्यो त्यही भएर कुरा गर्न सक्दैनन् रे। ठिक छ। अब हिना पनि लाइनमा छन्। मिसेस नै मिस्टर तिमी मिसेस हो। ल के छैन। अब अहिले पछि भिडियो गर्छु गाइस। के अरे गेटको भित्र पुगिसकेको छौँ होइन। माथि जाने हो फेरि दर्शन गर्ने हो भगवानको। आज मिठुको बर्थडे पनि हैछ। मिठु धेरै लक्की छि बहुत। हाम्रो बर्थडे गर्ल अलवेज बहुत लक्की है न। के अरे एउटा के अरे लड्डु लड्डु ए बिमला पनि मलाई रमाइलो लागिरहेछ न। ए हाम्रो बिन्दु ल बिन्दु भन्दै कस्तो लागिरह? अरू के भन्न ल भन जल्दी क्विक। ए ल अरे यति भन्दै अहिले यो भिडियो यहाँ समाप्त गाइस। मनोकामनाको हो हाम्रो यो हेड क्वार्टर मनोकामनाको फोन पे अनि के सिटिजन ब्याङ्क अनि होङ्गासी सिमेन्ट अनि केटीहरू लाइनमा सिबे पनि अगाडि लाइनमा रमाइलो छ। भित्र आइसकेको छौँ होइन। भित्र आउने बित्तिकै हामी अब केवल कारमा चढ्ने, केवल कार चढेपछि हामीले रमाइलो गर्ने हो। केटीहरू यहाँ पछाडि छन्। हामी सबै एक ग्रुपमा एउटै ग्रुपमा बस्ने भनेर प्लान बनाएको छौँ। रोमाको तर रोमाको प्लान सक्सेस हुन्छ कि नै त्यो थाहा छैन है। हुन्न जस्तो लाग्छ मलाई सायद। यहाँबाट अब यो लाइनबाट होइन मान्छेलाई चुन्छन्। अब जो पर्यो जो परेन गाइस। यति भन्दै अहिले यो समाप्त। मनाको मन्दिरको होइन के अरे यो के अरे बिल्डिङको यहाँ यति धेरै भिड छ नि। हाम्रो 4 चोटि 4-5 लाइन त हामीलाई चाहिँ यहाँ हिँड्नुपर्छ होइन। हेर्नु यहाँ यति धेरै भिड छ होइन। हेर्नु मान्छेहरूको बिहा गाइस भिडियो हेर्नु। यस्तो बिचमा हाम्रो गइरहँ यसमा चाहिँ 1 घन्टा लाग्छ होला हामीलाई गाइस। पनि हेर्दै गर्नुला। अहिले पछि म यता अहिले हाम्रो यता जाने हो। मान्छे त बहुत भिड छ यहाँ। 3 लाइन त घुम्नुपर्छ हामीलाई। कमल सर हाम्रो यहाँ हुनुहुन्छ लाइनमा आउनु। पनि हाम्रो केटाहरू पनि छन्। हाम्रो 1 करोडको ओरेन्टवाला पनि यहाँ हुनुहुन्छ गाइस हैन। हाम्रो के अरे केवल कारमा चढिसकेको छौँ। केवल कारमा चढ्ने बित्तिकै अँध्यारो देखिन्छ यार। यहाँ के हो यो? अनि सिबेहरू पनि छ। सिबे हाम्रो रोमा अनि मोहनी अनि मेरो खर्का हाम्रो ग्रुपमा के अरे मनोकामना मुन्डा सबै मिलेर हाम्रो माथि केवल कारमा चढिसकेको छौँ। हेर्नु तल पानी अहिले हाम्रो केवल कारमा छौँ। माथि पुगिरहेछौँ अहिले। हेर्नु एकैछिनपछि नजारा हेर्नुहोस्। ए ल फोटो आफै यता त्यहाँ हामीले हानिन्छौँ। साह्रै म भिडियो बनाइरहेको छु गाइस। हेर्नु यहाँ 2 जना 3 जना
अहिले बादलको बिचमा हम केवल कारमा बादलको बिचमा हेर्नु बादल गाइस हेर्नु बादल हेर्नु गाइस बादल हो यो बादलमा हेर्नु हाम्रो बादलमा बिराउँछ एकैछिन गाना नबजाउनु एकैछिन गाना नबजाउन यार हेर्नु बादलको बिचमा हाम्रो हिँडिरहेको छ एकैछिन गाना नबजाउन यार कसले बजाइरहेको छ यार यो गाना यार एकजना हामी बादलको बिचमा हम होइन रमाइलो लागिरहेको छ हेर्नु क्लाउडहरू हेर्नु मनाका आइसकेछ मनाको होइन यो केवल कार होइन माथिको भ्युज हो यहाँ माथि पुगिसकेछ माथि पुग्ने बित्तिकै मैले भिडियो बनाएँ यहाँ हाम्रो ग्रुप लिने हो यिनीसँग आफूमा भिडियो फोटो खिचिरहन् अब यतापट्टि पनि भिडियोहरू छ होइन हाम्रो रमाइलो गरिरहेछन् सब मिलेर रमाइलो भइरहेछ गाइस यो हाम्रो जानियो मन्दिर जानियो उता हेर्ने हो कि नै उता त्यो हेरेको नि हेर्न त होइन ल हेर्नु मन्दिरमा पूजा गरेर आइसक्यो यहाँ फोटो खिचिरहन् नि सबै यतापट्टि हिमालको दर्शन हेर्नुहोस् कति राम्रो छ रमाइलो भइरहेको छ होइन अब क्युट पोज हानिरहन् मान्छेहरूले अहिले हामी मन्दिरमा हामी गाइस होइन मन्दिरमा के अरे पछौ दिन के अरे मन्दिरमा आएपछि हामीले यहाँ फोटो खिचिरहौँ हामीले भर्खरै पूजा गरेर गएर यहाँ छु मैले आदि केटीहरू यहाँ छन् अनि यहाँ मन्दिर यही हो यो मन्दिरमा पूजा गर्न बहुत राम्रो सब के गर्ने भनेको ए ल यति राम्रो होइन मन्दिर छ यति राम्रो ठाउँ छ यति राम्रो भ्युज आएन यहाँबाट के अरे हाम्रो मन्दिरमा थियो मसँग पैसा चढाउने पैसा पनि थिएन यार भन्नु पर्छ मोहनसँग दिएको यार सोच्नु पर्ने थियो प्रदीपको यही हो मन्दिर होइन गाइस यति राम्रो छ होइन भगवान् भयो यही हो गाइस मन्दिरले विकसित भएछ हामी एकचोटि आउँदाखेरि यो के भन्छन् बनिरहेको थियो अहिले बनेर पुरै फुल भएको छ हेर्नु एकजनालाई सब रेडियन केटाहरूलाई गयो अब हामी जान टाइम थाल्यो फोटो हानिरहन् सबैजनाले सामान किन्न यार के भन्छ नि मनामा सपिङ गरेर भइयो माथि भइयो तल पनि गर्न छ थोरै सामान त्यति यही किनेको छु होइन अहिले एकछिनपछि फेरि अरू पनि किन्छु यिनीहरूले पनि आधी जति सामान किनिसकेछन् सबैसँग आधी फर्केको फेरि फोटो खिच्ने रे यार कति फोटो खिच्छन् यार यिनीहरूले फोटो अन्ली फोटोमा के हुन्छ तिमीलाई ल भनेको माथिबाट तल झरिसक्यौँ होइन तल झर्ने बित्तिकै अहिले हाम्रो सिडीबाट फेरि तल झर्दैछौँ हम तलै छौँ अहिले मनाको तलै छौँ होइन यहाँ सब केटाहरू कति फोटो खिच्छौ यार तिमीहरूले यार होइन यहाँ रमाइलो भइरहेको छ सबजना होइन यो मनामाको यो के अरे बेस क्याम्प हो यहीँ होइन सब चिज भइरहेको थियो हाम्रो घुमेर सबै माथि घुमेर पनि अब मनागाउँबाट यहाँ आइसक्यौँ यहाँ केटीहरूले यार यो आइसक्रिम के खाना खोज्छन् यार ओइ अब अब माथि गएर बसमा चढ्ने सरहरू गइसके यही हो अबदेखि यहाँदेखि जान्छौँ हाम्रो अब फर्केर आउनौँ सो केटाहरू सब यस्तै लाइन बाई लाइन छन् मतलब अब अहिलेको लागि अब आउन अब पछि आउँछौँ ल यति भन्दै ल है अहिले पछि फेरि भिडियो बनाउँछु के त हेर्नु यही हो गाइज हाम्रो पनि होइन के अरे बिच्चा बाटामा यहाँ आएर मुद्नलाई यहाँ बिच्चा बाटामा रोकिसकेको छौँ यहाँ मिटिङ चलिरहेको छ होइन केटाहरू यहाँ लाइनमा लाइन बसिरहेको छ म पनि के सब कस्तो लाग्यो टुर राम्रो लाग्यो ठिक छ विष्णु सरलाई कस्तो लाग्यो टुर एकदम बेस्ट सर राम्रो थियो नि सर आज हजुर यही हो हाम्रो बाउले जङ्गलमा रोकेँ होइन पिसाब फेर्नलाई केटाहरू मुतिरहन् यतातिर भिडियो गराइरहेको छु मैले मिटिङ चलिरहेको छ ल अब यति भन्दै अहिले भिडियो सक्छ हाम्रो होइन डाउनले पुगिसकेछौँ कपिराइट लाग्छ कि अनि मैले यो आज बहुत रमाइलो गरेँ घाँटी पनि सुकेको छ अब भर्खरै डाउनले पुगेछौँ डाउनले पुग्ने बित्तिकै अब यहाँ 1 घन्टा नास्ता खान्छौँ त्यसपछि हिँड्छौँ 1 घन्टा नै 10 मिनट हो सर कस्तो लागिरहेको हजुरलाई पछाडि आउनु पनि हजुर पनि घाँटी सुकेको छ
कालो भाले के भन्छ यिनलाई गाना मन परेन अरे जालको जोलमा वा त ओइ त बहुत खतरनाक छ यार यही त बहुत ओके यो त बहुत रमाइलो गरेको थियो थ्याङ्क यू है बहुत खतरनाक छ यार साथीले पनि राखा राम्रो नाचोस् रे धन्यवाद बधाई हो तलाई थ्याङ्क यू गयो